नमस्ते, म अहिले झर्दैछु है गाइस। यहाँ माथि टपमा गएर तल झर्न आँटेको। म चाहिँ 3800 मिटर उचाइमा थिएँ। अलि बिस्तारै तल झर्दैछु। यहाँ मेरो पछाडि टोलीहरू पनि हुनुहुन्छ। हामी यहाँ ट्रेक गर्दै आएको हो। बिहान 1.5 घन्टाको लगातार हाइकिङपछि हामी यहाँ आइपुगेका थियौँ। हामी एकछिन यहाँ रमाइलो गरेर फेरि तल झर्दैछौँ। एकदम रमाइलो ठाउँ छ यो। हप्ताको अन्तिममा यो छुट्टीको बेलामा चाहिँ यहाँ धेरै मान्छेहरू घुम्न आइराख्नुहुन्छ। आज पनि धेरै मान्छेहरू यहाँ देखिनु भएको छ। तल पनि देखिनुहुन्छ, धेरै मान्छेहरू हुनुहुन्छ। एकदम रमाइलो ठाउँ छ यो। जुम्लाको गुठी चौर भन्ने एउटा यो छुट्टीको बेला मान्छेहरू घुम्न आइराख्ने, पिकनिकहरू आइराख्ने ठाउँ हो है गाइज। यहाँ चाहिँ गुठी चौर गाउँपालिकाले कहिलेकाहीँ यो प्याराग्लाइडिङ पनि गर्ने गर्छ। लास्ट इयर यहीँबाट मैले प्याराग्लाइडिङ गरेको थिएँ। प्याराग्लाइडिङ गरेर झन्डै आधी घन्टाका जस्तो आकाशमा बिताउँदाखेरि एकदम एडभेन्चरियस ट्रिप फिल गरेको थिएँ। यस्तो चाहिँ यो गाउँ, यो ठाउँ। यो तल देखिएको ब्याकग्राउन्डमा देखिएको यो चाहिँ गुठी चौर हो। यो ठाउँको सुन्दरताको कुरा गरिसाध्य छैन जस्तो यस्तो छ है गाइस। म चाहिँ तल झर्दैछु।